भएर उनले केही गरेन। तर गत अस्ति 15 गते उनकै उक्साहटमा, उनकै निर्देशनमा, उनकै योजनामा जुन ढङ्गको एउटा विद्रोहात्मक र एउटा अपराधिक ढङ्गका गतिविधि राजधानीमा भए त्यसले चाहिँ अब सीमा नाग्यो। उनले अब क्षमा दिन सकिँदैन। त्यसैले यो विषयमा चाहिँ दलहरूले एउटा सहमति बनाएर उनलाई चाहिँ आवश्यक संवैधानिक कानुनी कारबाहीहरू अगाडि बढाउनु पर्छ भन्ने धारणा मैले आफ्नो तर्फबाट चाहिँ राखेको छु। अहिले त्यहाँ छलफल हुँदैछ। प्रधानमन्त्री सुरुमा सामान्य सुझावहरू मात्रै राख्नुभयो। अब हाम्रो पार्टीको तर्फबाट मैले चाहिँ दुईवटा सुझाव दिएको छु। एउटा, उनलाई संविधान सभाबाट विधिवत ढङ्गले राजतन्त्र उन्मूलन गरेर निष्कासन गरिएको, त्यो संस्था उन्मूलन गरिएको र उनलाई नेपालको एउटा विशिष्टतामा हामीले अलिकति उदारतापूर्वक बस्ने, देशमा नै शान्तिपूर्ण रहने एउटा सुविधा हामीले उनलाई दिएको। तर पटक पटक उनले आफू राजा नै रहेको, शिरपा महाराज धिराज नै भएको, त्यही रूपले सम्बोधन गर्ने, त्यही ढङ्गले वक्तव्य दिने जुन उनले गरे त्यो त सिधै ठगी धन्दा हो। मैले उदाहरण दिएर पनि त्यहाँले भने म पनि पूर्व प्रधानमन्त्री हुँ, हटिसकेपछि म पनि प्रधानमन्त्री हुँ भन्दै तपाईँलाई ठग्दै लाभ लिँदै हिँड्यो भने के हुन्छ? कानुनले त कारबाही गर्छ त मैले त भने उनलाई पनि यसरी जुन ठगी धन्दा उनले गरेका छन् त्यसबारेमा उनलाई चाहिँ बयान लिएर आवश्यक कारबाही उनलाई गरिनुपर्छ भन्ने एउटा सुझाव दिएको छ। दोस्रो कुरा चाहिँ अस्ति 15 गते त्यो योजनाबद्ध ढङ्गले जुन ढङ्गले गराए त्यसको निम्ति सम्बन्धित व्यक्तिहरूलाई उचित छानबिन गरेर कानुनअनुसार कडा कारबाही गरिनुपर्छ भन्ने दोस्रो हाम्रो सुझाव रह्यो। र तेस्रो चाहिँ लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाको निम्ति सबै दलहरू एक हुनुपर्छ। हाम्रा विमतिहरू छन्। हामी त एउटा नयाँ शक्ति अभियानमै हामी लागेका छौँ। थुप्रै आलोचनाहरू छन् सुशासन, भ्रष्टाचार लगायतका मुद्दामा, त्यसमा हाम्रो आलोचना रहन्छ। तर यो व्यवस्था रक्षा गर्ने कुरामा चाहिँ हामी पूर्ण रूपले चाहिँ साथ दिन्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरेर म आएको छु। र दलहरूलाई मेरो सुझाव के छ भने हामीले आफ्ना मतान्तरहरू कायम राखौँ, स्वस्थ प्रतिस्पर्धा गरौँ, तर यो व्यवस्थालाई नै उल्ट्याउने गरी, प्रतिक्रान्ति गर्ने गरी जुन हरकत छ त्यसलाई चाहिँ असफल पार्न, त्यसलाई निस्तेज पार्न चाहिँ हामी सब एक हौँ भन्ने हाम्रो सुझाव छ।